आदरणीय दर्शकवृन्द, इन्टरनेट खबरको यस युट्युब च्यानलमा यहाँहरूलाई स्वागत छ। साथै नयाँ वर्ष 2074 सालको उपलक्ष्यमा सबैलाई हार्दिक मङ्गलमय शुभकामना। आज हामीले नयाँ वर्षको अवसरमा मात्र फुल्ने यानि कि वैशाख 1 गते मात्र फुल्ने एक यस्तो रहस्यमय फूलको बारेमा जानकारी सामग्री प्रस्तुत गर्दैछौँ। सौन्दर्यको प्रतीक फूल मन नपराउने को होला र? त्यसमा पनि वर्षको एक दिन मात्र फुल्ने त्यो फूल जसलाई श्रद्धा र भक्तिले हेर्ने गरिन्छ, त्यो फूल हेर्न कौतूहलताका साथ आउने आगन्तुकमा नेपालको मात्र नभई छिमेकी मुलुक भारतबाट आउनेको संख्या लाखौंमा रहेको छ। ईसाको 6औं 7औं शताब्दीदेखि फुल्दै आएको त्यो चमत्कारी फूल वैशाख 1 गतेका दिन बिहानी पख फुल्नु र साँझ पख मौलाएर जानु आफैमा एउटा आश्चर्य र कौतूहलको विषय बनेको छ। दलित मध्ये अति पिछडिएको दुसाध जातिको कुलदेवता तथा अन्तर्राष्ट्रिय स्तरमा पूजनशय रहेको वीरगाथाका वीर पुरुष सलहेशको जीवन गाथासँग जोडिएको त्यो फूल फुल्ने रुख के को हो? कसरी यतिका दिनसम्म बाँचिरहेका छन्? यस्ता प्रश्न वनस्पतिविदका लागि अध्ययन र अनुसन्धानको विषय बनेको छ। प्रदेश नम्बर 2 अन्तर्गत पूर्व पश्चिम राजमार्गको लाहान बजारदेखि पश्चिम र मत्स्य पालन केन्द्रदेखि दक्षिणमा रहेको प्रसिद्ध धार्मिक एवं ऐतिहासिक सलहेश फुलबारीमा प्रत्येक वर्षको पहिलो दिन त्यो दुर्लभ फूल फुल्ने गर्दछन्। हारम जातका विशाल रुखमा 81 फूल फुल्नु र वैशाख 1 गते साँझ पख स्वत मौलाएर जाने घटना सबैका लागि अविश्वसनीय र कौतूहलको विषय बनेको छ। सलहेश को थिए? सलहेशको जीवन गाथासँग फूलको के सम्बन्ध रहेको छ? यो जान्नलाई पौराणिक कालमा फर्किनुपर्ने आवश्यकता रहेको छ। लोकगाथाका नायक वीर सलहेशको विवाह सीमावर्ती भारतको मधुबनी जिल्ला अन्तर्गत बरुवार भन्ने बलाटपुर निवासी बलाटकी छोरी सामयरसँग भएको थियो। आफ्ना पति सलहेशलाई पकडियागढका तत्कालीन राजा कुलेश्वरकी छोरी चन्द्रवतीले आफ्नो प्रेम प्रस्ताव अस्वीकार गरेपछि सलहेशलाई थुनामा राखेको खबर प्राप्त भएपछि सामयर पकडियागढ गई त्यहाँ आफ्ना सहपाठी दिना मालिनीको सहयोगमा सलहेशलाई थुनामुक्त गराएकी थिइन्। सलहेशलाई मनमनै हृदयदेखि मन पराएकी दिना मालिनी सलहेशसँग विवाह गर्न नपाउँदा उनले प्रण गर्दै प्रत्येक वर्ष तिम्रो प्रतीक्षामा वैशाखको पहिलो दिन हारमको त्यही रुखमा देखा पर्ने भनेपछि सोही दिनदेखि सलहेशको प्रतीक्षामा प्रत्येक वर्षको वैशाखको पहिलो दिन माला आकारमा मालिनी देखा पर्ने गरेको किम्वदन्ती रहिआएको छ। राजा सलहेशको गाथासँग जोडिएको महिषोथा, ननमहरी पर्वत, छोपरा चौरी, विराटपुर, त्रिवेणीधाम, पकडियागढ, मानिक दहमा प्रत्येक वर्ष परम्परागत रूपमा मेला लाग्ने गर्दछन्। वैशाखको पहिलो दिन फुलबारीमा रहेको हारमको रुखमा सुनाखरी आकारको फूल फुल्ने गर्दछन्, जुन फूल हेर्न देश विदेशबाट लाखौंको संख्यामा दर्शनार्थी आउने गर्दछन्। यही फूल र सलहेश फुलबारीको हालसम्म राजा सलहेशको गाथालाई जीवन्तता दिँदै आएको छ। भनिन्छ सलहेश एकै दिनमा मानिक दहमा नुहाउने, फुलबारीमा फूल टिप्ने, सिलहट आखडामा कुस्ती खेल्ने, कुलदेवीको पूजा गर्ने तथा जनताको पीर मर्का सुन्ने गर्दथे। महिषोथा राज्यको राजा सलहेश र उनकी प्रेयसी मालिनी बीचको प्रेम बिछोडका लागि प्रसिद्ध रहेको सलहेश फुलबारीमा प्रेम विवाह गर्दा जीवन सफल हुने र सन्तान प्राप्ति हुने किम्वदन्ती रही आएको यस फुलबारी भित्र रहेको हारमको रुखलाई युवा युवतीले लभ पोइन्टको रूपमा लिएको छ। भनिन्छ युवा युवती बीचको प्रेम कथालाई जीवन्तता प्रदान गर्न फुलबारीमा रहेको सो रुखलाई साक्षी माने विवाह गर्दा दाम्पत्य जीवन सफल हुने जनविश्वास अनुरूप प्रत्येक वर्ष सो फुलबारीमा विवाह गर्नेको संख्या बढ्दै गएको छ। आदरणीय दर्शक तथा श्रोता महानुभावहरू, तपाईहरूलाई यो भिडियो कस्तो लाग्यो? यदि मन पर्यो भने हाम्रो च्यानल सब्स्क्राइब, लाइक र शेयर गर्न नभुल्नुहोला। हस्त नमस्ते।